这门这门这यस्तो त्यो अब पहिलोको दाम हो क्या चिया भने चिया त एक किसिमले चिया मात्र भने चाहिँ फेरि गोबर हो गोबरले पनि चिया भन्छ हामीले त्यो चिया मिचे कि चिया भने चाहिँ कुकुरको गु मान्छेको गु गराको गु गाईको गु भन्छ नि हो त्यस्तो गु भन्छ चिया मात्रै जे भन्यो भने जेबाट पनि जान्छ क्या तर ठाउँ र पैतालोको माने जे भने जे भन्यो भने त्योबाट फर्काएको कि तेङ्बोचे जस्तो त्यही कुम्बुमा चाहिँ चे मात्रै भरि छ नि होइन अनि तेङ्बोचे भनेको चाहिँ तेङ्बुचे पङ्बुचे दिङबुचे फेरुचे लबुचे गरक्छे गरक्छे चाहिँ नि छैन त्यो मात्रै छ ए गोरखसेप भन्यो है नभए त्यो पनि गोरखचे नै हो जे ए लबुजे भने चाहिँ के हो त्यो गोरख भन्ने चाहिँ यो टिबेटको काग छ नि हो त्यसको टिबेटको त्यो काग ठुलो कालो हुन्छ गोयक भन्छ हामीले गोयक भन्छ हो त्यो ए गोरख भनेको चाहिँ अहिले पनि आउँछ कोही बेला लौबुजेसम्म आउँछ ठुलो ठुलो छ काग गोयकमा त अस्ति हामी जाँदा पनि थियो त्यता त्यो ठुलो काग हो त्यसले त 31 किलो त चप्पै खाइदिन्छ त 31 किलो खान्छ त्यो भनेपछि त्यो गोरखसेप भनेको नि गोरखचे जे नै हो त्यो ए ठिक ठिक यो पहिलो उसले के अरे यो गोकियाको रिसोर्टको त्यो शर्माले त्यो कहानी उसले भन्छ कि यसको बारेमा चाहिँ उसले सबै थाहा छ गोरखसेप गोरखचे गोरखजे ठुलो काग त्यो भनेपछि ठुलो कागको पाइला भएर गोरखजे भएको पछि गोरखसेप भन्यो फेरि चाहिँ भनेको चाहिँ फेरुक भन्ने चाहिँ फेरुक त्यो यस्तो जरालको गु फेरुक डल्लो हुन्छ नि झरालको गु त्यो झरालको गु हो त्यो ए फेरुक त्यो दाना हुन्छ नि ए त्यही भएर चाहिँ फेरि छे भनेपछि चाहिँ होइन भने त्यो फेरुक दानै हुन्छ कि ए यो चाहिँ लबुजे लौ ए भनेपछि लबुजे भने चाहिँ के मुला भएको ठाउँ अनि दिङबोचे भनेको चाहिँ दिङबुचे जे नै भयो दिङ भने चाहिँ दिक भने चाहिँ अनि दिक भने चाहिँ भूत हो क्या यो के भन्छ मान्छे खाने भूत ए दिक भनेको चाहिँ भूत दिक भन्ने यो पुरा कुनै यो इन्द्र लाग्ने बेलामा त्यसको सिममा पुग्यो भने त तराईतिर हो त गएको जस्तो त्यो उसले के अरे सर्पहरू माछाहरूले मान्छे खप्पो भैँसी खान्छ नि हो त्यस्तै हुन्छ क्या भूत त्यो भूत हो अनि त्यो त यो कुनै ठाउँमा त यो त यसरी रल्टिङ खेल्छ त पहिला हाम्रो राई जातिको भनेको त्यो भने ऊ त्यो आम्लो पास गरेर आएर यो खेती लाएर सबै चेक गरेको ठाउँ हो नि त नि अहिले त छैन राई हो तपाईँहरूको चाहिँ खालिङको ठाउँ हो नि त नि खालिङ पछि पो 900 वर्ष भएछ हो कुन खेती हुन्छ भनेर जाँचेर उसले जाँच्दाखेरि चाहिँ अहिले अब त्यहाँ उवा छोड्यो अनि त्यो उवा चाहिँ यो उसको दाना बाहिर चाहिँ कालो हुन्छ भित्र बुझ चाहिँ सेतो हुन्छ हामी ट्रेकिङ आउँदा कति फालेको उसले खेती लगाएको जाँचेको ठाउँको अहिले दिङबुचे भनेको त हाम्रो बाजे बसेर आएर दिङबुचे भनेको राईको पनि कालिङको चाहिँ हाम्रो सबभन्दा पहिले जिजु चाहिँ 900,000 वर्ष भयो अगाडिको कुरा रहेछ यो दिङबुचे अस्ति तपाईँले कुरा राख्यो नि त्यो यो माथि उसमा नै के अरे सङ्ग्रहालयमा थियो नि त यति वर्ष पहिला गरेको भने अहिले छैन नि त सबै कुरा छ दिङबुचे माथि पर स्याङको त्यो के अरे चोर्किम डाँडामा थियो म्युजियममा थियो पहिला
राईले कति गरेको ती थियो नि पहिला अहिले छैन ए तल त्यो सेरी खाङपामा शिरखाङ त माथि शिरखाङमा चाहिँ त्यो उसको व्यक्तिगत त्यो माथिल्लो डाँडामा थियो नि त्यो पहिला अहिले छैन हो त्यसरी जो थरमा 900 भन्दा अगाडि 1000 अलिअलि पुगेन होला हौ पहिला त राईले त्यो गरेको नहुन्थ्यो हाम्रो जिजु च्याप्चोले गरेको गजेर खाएको ठाउँ अनि यो के गर्दा तल दिउजे मिलुङ्गामा चाहिँ त्यो अहिले ग्याबिङ बढेर त्यो दुबी छ नि त्यो दुबी त यो मेरो नाति पलन्दी खालन्दीको पाला पनि नआओस् भनेर दुईटा त्यो गोब्रे सल्लाह र दुबी भाँचेर सब यसरी गाडेको अरे गाडेको त्यत्रो ठुलो भइसक्यो अनि उतापट्टि थान चाहिँ त्यो तान बुनेको हो क्या त्यो फलामा पड्किएको त्यो तान त्यो भोलि जानु म देखाउँछु तपाईँलाई हो त्यो हो त्यो त्यहाँतिर त त्यो पोखरी सुकेको छ त्यो पहिरो भङ्गै छिनेको पहिरोको माथिल्लैमा हो त्यो हामी त्यो पहिरो नछिन्ने बेलामा त हामी बाटो त अलि तलबाट पो थियो त्यो अनि गुम्बा मुनिबाट बाटो गल्ली थियो नि ऊ त्यहाँबाट पो आउँछ त्यहाँ यस्तो रे तिन ठाउँमा फेरि बाटो त हामी मर्दाखेरि यो माथि ल्याउँछ यो माथि ठुलो ओह्रालमा उपर हो दिउरे मुछेको यो माथि ओह्रालमा ल्याउँछ हामी गाउँमा मान्छे मर्नु छ भने यो माथि भूत कराउँछ अरे कि अगाडि कराउँछ अरे अनि यो माथि कराउँछ अरे अनि त्यहाँबाट त्यहाँको चाहिँ खासमा हामी चाहिँ कुचकुई भन्छ त्यो हामीले बार्ने ठाउँ पानी हाम्रो जीवित मानवले चाहिँ पानी नखाओस् भनेर चाहिँ उनीहरूले भने एउटा बाच्छा बन्दोबस्त गरेको ठाउँ रे खालिङ जातिको चाहिँ खासमा तलको हो त्यहाँको चाहिँ अहिले बर्खामा चाहिँ आउँछ हिउँदोमा चाहिँ छैन अहिले हिउँदोमा हुँदैन त्यो हामी खासमा हामीले त्यो पानी सत्यमा भनौँ न पिउनु नहुने रे अनि त्यहाँ हाम्रो मरेको मान्छे चाहिँ ल्याएर त्यहाँ पानी खुवाउँछ हामी जहिले पनि मर्दाखेरि त्यो बाटो ल्याउँछ हामीलाई अब आउँछ आउँदा हामी थाहा छैन त्यो बाटो ल्याउँछ त्यहाँबाट चाहिँ हामीले छोडिदिन्छ हामी खालिङ जातिको ल्याउने ठाउँ माथि हो नि त खासमा नर्क पुग्ने बेग्लै छ त्यो सर्क पुग्ने बेग्लै छ फेरि देउताबाट चाहिँ मचाङ सिटमा छ तपाईँ जतिकै बुढो यो कता को खालिङ यो हाम्रो खालिङ गाउँकै बिजो रहेछ मलाई म पनि भिजै हो अनि उसले त पत्ता लगाएछ तपाईँको त बिजो रहेछ तपाईँहरूको फेट सबै म बताइदिन्छु जान्छु स्यालै पर्दैन तपाईँ दुईजना पनि बिजो रहेछ कहानी यस्तो रहेछ त्यो त अब तपाईँले मन खुसी भयो भने मलाई पनि धर्म हो म पनि शेर्पा धामी हो भनेर दिउजोबाट मैले त्यो ठाउँ सबै देखाएँ है खुसी भयो नि उसलाई अनि त्यहाँबाट सिद्ध जाँदा त्यहाँ बुझेको त्यो हिमाल लाइनको अलिक माथि त्यो अहिले शेर्पा लामाहरू पोल्ने डाँडा छ नि हो त्यहाँ निस्किन्छ लुमदर पनि पठाउँछ शेर्पा माथि हामी हाइकिङ गयो नि त्यो लामाहरू मरेपछि पोल्नेको सिद्ध माथिपट्टि अनि त्यो माथि चाहिँ लुङदर पठाउने छ नि हो त्यसको सिद्ध छ त्यहाँ पुरा फेरि देउता चाहिँ यहाँ चाहिँ भूतको हो परको चाहिँ देउता हो तपाईँ त अब तपाईँलाई त थाहा छैन त्यो बिजुवाहरूले चाहिँ पत्ता लगाएर सोध्दो रहेछ के बिजुवा भने कि धामी कि ए धामी पहिलाको भोलिमा बिजो भन्छ नि धामीलाई बिजुवा भन्छ त बिजो पहिलाको कुरामा त्यही त म यहाँ कति सालतिर हो भने 73 सालतिर पो हो क्या मलाई त्यसरी देखाइदियो भन्ने त म दिउजेमा एभरेस्टमा बस्थेँ नि दिवजेमा हो तसरी त्यो सबै थाहा छ कि मलाई यो माथि त्यो अहिले नङ्गाजाङ लामाले पूजा गर्ने नुङ्ने पठाउने त्यो राई बिजोबाटै निकालेको देउता हो है यो त्यो धामीले ऊ भयो त्यहाँको नाग चाहिँ यहाँ खम्बुलुङ भन्छ उताबाट आएको हो है अनि त्यहाँ 7वटा यो जनै पूर्णिमामा चाहिँ 7वटा देउता जम्मा हुन्छ माथि 7 दिशाको
7-8 देउता जम्मा हुन्छ सालै पछि हुन्छ त्यो चाहिँ अनि देख्नेले त देख्छ अनि त्यही डुब्जुब भन्छ त्यो पानी आउँछ त्यो लामाको चाहिँ अलिकति छ अनि कुनै नफक्ने त लामा टपक्क टिप्छ यो गुरु यो हिमालयनको छोरा त्यहाँ गएर सेन्टिफाइड भएको त हो के हुन्छ र भनेर उनीहरू त्यो मेन ठानमा गएर गरेर चाहिँ औ लौ त्यहाँ मात्रै जान्छ भने औ लौ त्यहाँ भएर तिनीहरू त मिल्दैन नि फेरि होइन अब म त अब किनभने तपाईँलाई पनि थाहा छ म बिजो हो बिजोले त अब बिजोबाट मान्ने ठाउँ भेगले हो लामाले मान्ने भेगले ठिक हो हो कि होइन आफ्नो शक्ति फरक हुन्छ नि त त्यो हो अहिलेको लामाले त हामीले बान हान्यो भने त बान फर्काउनु सक्दैन ठिक हो त्यस्तो कुरा चाहिँ तपाईँले हिजो अस्ति त्यो कर्मी दर्जीको जेठान पोहोर पर के भन्दो रहेछ त्यसो भए तपाईँ म बानसितै हान्दिन्छु बान मलाई फर्काउन सक्छ भन्दाखेरि यस्तो भड्काउनु मऱ्यो नि 81 वर्षमा 81 वर्षमा अनि बान अनि त्यो शक्ति छ अब यसो त लामाको भनेको पुस्तक हुन्छ वैदाङ्गी पढेको पुस्तक हुन्छ धार्मिक पुस्तक हुँदैन नि त बान हाना गऱ्यो भने त उहिले त्यही यो कैलाशपतिमा चाहिँ यो धामी र लामा त्यो बिजो र लामा चाहिँ उड्ने बेला लामा पनि उड्ने धामी पनि उड्ने शक्ति जाँच्ने कि शक्ति जाँच्दाखेरि चाहिँ त्यो लामा चाहिँ यो घाम लाग्ने त्यो रातो इन्धर आउँछ नि त्यो इन्धरबाट चाहिँ उस गरेर ठ्याक्कै हिमालको उसमा आयो धामी चाहिँ अब अहिले धामीले डुवाले चाहिन्छ भने कारणै त्यो डुवाले देखेको धामी मेनले त नदेख्यो एउटा मन्दिर त्यतिले मात्रै हो तर अहिलेको त्यति लामा जितेको नि त हो त्यति एउटा मन्दिरले जित्छ भने लामा जित्छ अनि यो छौरा बक्सीहरूमाथि फेरि हामी जित्छौँ फेरि कसरी जित्नुहुन्छ मन्दिरमा त्यो चाहिँ त्यो दिवी बत्ती निल्ने भएर दामी त बक्सीले जति मन्दिर त बक्सी र बक्साले हुन्छ अरे छोराले अनि जति बाएर र गाड्दा पनि 7चोटि बाएर गाड्दा पनि हुँदैन लास्टमा चाहिँ अनि यस्तो मिटिङ बसेर अनि ठ्याक्क बत्ती बालेर अनि त्यो बुत्ती त नि बाजी अनि यो 108वटा दिव्य बत्ती बाल्छ नि त्यो चाहिँ अनि धामीले चाहिँ कप निल्यो अनि त्यो अर्कोले चाहिँ हो त्योबाट मात्रै लिसो भने त्योबाट मात्रै दामी जितेको एउटा मन्दिर एउटा मन्दिरले मात्रै हो मन्त्र उसले जित्यो उसको त्यति भएर जित्यो सक्दैन त नभए त दामी त कोप्लक खाएर पनि गाड्ने पो यो चाहिँ धामी र उसको बोक्सीको अनि अहिले धामीमाथि यसो उहिलेको मानेर गरेर अलिकति सेकेको गर्दैन नभए सेकेको गऱ्यो भने अब लामाले खोला मसन खेलाउन सक्दैन यो डाँडाको मसन खेलाउन सक्दैन बुत त्यो मान्छे पोलेको ठाउँको मसन खेलाउन सक्दैन नि त्यो बता त्यो कलेजो मुटु दिनु सक्दैन के त्यो कुनैले चाहिँ सक्छ नभए सक्दैन खेलाउनको लागि त यस्तो रे स्याल ठ्याक्कै त्यो मान्छे मरेको ठाउँमै गएर अनि यो सबै त्यो हामीले भैँसी मारेर भाग लगाएको जस्तो दिनुपर्छ यो कलेटो मुटु मात्र लुकाउनुपर्छ 7 दिन 7 रात चाहिँ खोलाइमा बसेर पुरो उसको तपस्या बस्नुपर्छ अरे अनि उसले जे मागेको हामीले दिनु सक्यो भने शक्ति तपाईँसँग प्राप्त हुन्छ अरे सकिएर पनि त आफै तपाईँलाई खान्छ अरे खान्छ बोल्यो भने मेरो मन धान्यो कि त्यस्तो हुन्छ शक्ति अहिले उसले मागेको चिज उसँग पुरो भर परेपछि उसले जे मागेको चिज हामीले दिनु सक्यो भने उसले शक्ति दिन्छ अरे सकिएन भने त आफैले खान्छ निर्छ अरे आफैले सबैलाई खान्छ मसन खेलाउने त्यो बोलेछ भन्थ्यो त कहिले त्यो मुटु चाहिँ लुगाउन सक्नुपर्छ अरू चाहिँ सबै दिने यो मासु अहिले हामीले भात खाएको जस्तो अचार बिचार खाएको जस्तो सबै दिने होइन त कहिले त्यो मुटु चाहिँ दियो भने चाहिँ फेरि हामी मर्छ त्यसरी जित्छ तर उसँग त्यस्तोसँग शक्ति लिनु भने चाहिँ उसँग पुरै साथी नि त तपाईँ हामी साथी बसेर साथी बस्नु बस्नुपर्छ नसक्दैन यो बोल्यो भन्थ्यो खोलाको बुत खेलाउने यो ठुलो खोलाको अब कहीँ बेला मान्छेलाई
सातो बोलाउँदाखेरि चाहिँ त्यो ठुलो खोलाको पानी चाहिन्छ भने कारणै त्यो हो क्या तपाईँले मैले मेरो बुवा पनि त्यस्तै छ भन्दै नि पहिला त तपाईँको छिमेकी हो कि को कि अनि लुग्लामा मलाई पनि त्यो सातो बिहान ठुलो खोलाको पानी लिनु पठायो मेरो ससुरा पढ्ने पो गन्जिया भन्छ भन्यो त्यसो ठुलो खोलाको पानी त्यो ठुलो खोलाको पानी भने चाहिँ त्यो मसन बुध मसन भनौँ न देउता भन्नु पनि जे भने पनि नि त्यो चलाउनु सकेपछि चाहिँ शक्ति दिन्छ उसले चाहे तामाङ होस् चाहे राई होस् चाहे विश्वकर्मा होस् चाहे चाहे मगर होस् चाहे शेर्पा होस् हुनु चाहिँ हुन्छ तर 100वटामा 2टा 100 दामी हुन्छ 100 लामो हुन्छ सबै चाहिँ फेरि सबै 100 हुँदैन कसम हो हुनु त म पनि विजय हो तपाईँलाई आफूले थाहा छ नि अनि अहिले यता शेर्पाहरू राई मगर सबै तामाङ बिमार भयो बच्चादेखि गाई बस्तुदेखि अनि मलाई त औलाउतेमा भन्छ नि बढी जस्तोले अनि औलाउतेमाको मन सफा छ सबै क्लियर हुन्छ राम्रो हुन्छ भन्छ नि त्यो आफूले तरिका छैन भने त अब मरेकै ठाउँमा पनि कोही बेला त चिन्ता बस्नु पर्यो जानु पर्यो त्यहाँ तपाईँले थाहा छ कान्छाले त्यो माथि त्यो च्यान छ नि 3,80,85 जना मान्छे परेको रहेछ है त्यो ठाउँमा म 3 रात बस्यो है 3 रात बस्दाखेरि चाहिँ दिउँसो देख्नेले चाहिँ पर च्यान डाँडामा मान्छे मरेछ गाह्रो त हेर्नु जाउँ भन्नु र गाउँले त्यो देख्नेले चाहिँ माथि ल्याएर मान्छे आउँदा त छैन अरे फेरि पछि फेरि त्यो मान्छे चाहिँ वस्तु खेल्नु फेरि लिनु जाँदा त्यो फेरि त्यही रहेछ तपाईँ छल हुन्छ नि आँखाको छल हुन्छ त्यो आँखाको छल हुन्छ कि आँखा छेकिदिएको हुन्छ अनि त्यसलाई देख्ने फेरि अरूले नदेख्ने त अनि तुर्सा भन्छ क्या त्यो तुर्सा पोलेको मान्छे यसरी पोलेकै ठाउँमा म सुतेर त्यो मन्दिर झापेर भूतले त्यो यहाँको देह चाहिँ धेरै थियो त त्यो दाँडहरू चाहिँ गङ्गडङ भन्छ नि त्यो यत्रो लामो हुन्छ नि अनि त्यो भूत चाहिँ त्यो देउता त्यो राजा चाहिँ क्या राजा रानी चाहिँ त्यो भूतको चाहिँ त्यो मान्छे पोलेको ठाउँको चाहिँ अनि त्यस्तै छ है अनि त्यो बेला चाहिँ त्यो केटीहरू मरेको त्यो लास ल्याउने बेलामा चाहिँ केटी चाहिँ कसरी नाचेर त्यो चेतौँसी गर्छु क्या ढुङ र यसरी चेतौँसी गरेर हिँड्ला लाएर मजाले नाचिन्छ जस्तोको त्यस्तो नयाँ नयाँ लुगा लगाएको देख्छ है अनि त्यो बुढाले बस्छ अनि फेरि केटा मान्छे ल्याउँदा केटा मान्छे फेरि त्यसरी बजाउँछ त्यसरी गरेर त्यो उ गरेपछि चाहिँ ठ्याक्कै उ गरेपछि चाहिँ त्यसको 3 दिनपछि चाहिँ मान्छे काटे